अलराइट गाइस, सबैलाई स्वागत छ विश्वकप 2026 सिरिज एपिसोड 2 र यो एपिसोड 1 मा सिम्पली वर्ल्ड कपको इन्ट्रोडक्सनदेखि लिएर थुप्रै कुरा फर्म्याट अरू कुराहरू गरेर चाहिँ हामीले भिडियो हालिसकेको छु, जुन भिडियो तपाईहरुले हेर्न सक्नुहुन्छ मेरो यही युट्युबको भिडियोहरुमा गएर। र आज चाहिँ हामी यो एपिसोडमा कुरा गर्नेवाला छौं जुन चाहिँ वर्ल्ड कप 2026 को सबैभन्दा डेडली मानिएको टिम, जुन टिम चाहिँ 2026 को सबैभन्दा प्रमुख दावेदारको रूपमा पनि हेरिएको छ र 2026 को सबैभन्दा खतरा स्क्वाडको रूपमा हेरेको छ र जुन तरिकाले अन द पेपरमा हेर्ने हो भने त वर्ल्ड कपको ट्रफी ल्याएर सिधै दिदा पनि हुन्छ भन्ने जस्तो पनि छ भने जहाँ फुटबलका माफियाहरू भरिएका छन् र जुन टिमले सबै वर्ल्डलाई नै अहिले डराइरहेको छ त्यो टिम फ्रान्स, जुन फ्रान्सको अन्य टिमको चाहिँ प्रिलिमिनरी स्क्वाड आउने बेला अफिसियल स्क्वाड उनीहरूले रिलिज गरेका थिए र यो स्क्वाडबाट केही कुरा मिसिङ पनि भएको छ। अनि यो स्क्वाडको एभ्री पोजिसन कति बलियो छ, अनि एउटा नेपालीमा भनाइ छ नि धेरै बिरालो भयो भने मुसाको शिकार गर्न सक्दैनन् भन्ने छ र त्यो कुरालाई चाहिँ डिस्क्याम्सले कसरी म्यानेज गर्छन् भन्ने जस्ता थुप्रै कुरा छन् भने फ्रान्सको जुन ग्रुप पनि एकदमै खतरा छ, त्यसको बारेमा पनि यस भिडियोमा नै चर्चा गर्नेछौँ। र तपाईँ मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ र भिडियोलाई लाइक सेयर गर्नुभएको छैन, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने भिडियोलाई लाइक सेयर र च्यानललाई सब्सक्राइब भने गर्नुहोला। यदि तपाईँ फुटबल फ्यान हो भने र वर्ल्ड कपमा पुरै अपडेट लिन चाहनुहुन्छ भने यो च्यानल तपाईँको लागि निकै नै उपयोगी हुन सक्छ। ब्याक टु हामी भिडियोतर्फ लागौँ। सबैभन्दा पहिला फ्रान्सको ग्रुपबाट नै कुरा गरौँ र ग्रुप स्टेजमा 48 वटा टिम छन्, 12 वटा ग्रुपमा विभाजन गरिएको छ र त्यो 12 वटा ग्रुपमा चाहिँ ग्रुप आईमा रहेको छ फ्रान्स र जुन 12 वटा ग्रुपहरू रहेका छन् त्यो मध्येमा जुन चाहिँ एउटा जहिले पनि जुनसुकै कम्पिटिसनमा पनि एउटा ग्रुप अफ डेथ र सबैभन्दा खतरा कम्पिटिसन हुने ग्रुपको रूपमा चिनिन्छ र त्यो ग्रुप हो यो वर्ल्ड कप 2026 को चाहिँ ग्रुप आई, जसमा रहेको छ फ्रान्स, जसलाई चाहिँ ह्यान्डल गरिरहेका छन् किलियन एम्बापे। त्यसपछि सेनेगल पनि त्यही रहेको छ जसलाई साडियो मानेले चाहिँ ह्यान्डल गरिरहेका छन्। त्यसपछि नर्वे जो अर्लिङ हल्यान्डले गरिरहेका छन् भने अर्को इराक छ र इराकलाई हल्का यो तीनटा भन्दा स्टेप अप गर्न सक्नुहुन्छ अथवा तल राख्न सक्नुहुन्छ र अन्य तीनवटा टिम भन्ने हो भने खतरै नै छन् र यो तीनवटा टिमको चाहिँ एकदमै खतरा कम्पिटिसन रहनेवाला छ। फर्स्ट को रहने, सेकेन्ड को रहने र थर्ड को रहने। नर्वेको कुरा गर्नुहुन्छ भने यो समयको जुन चाहिँ एउटा ब्ल्याक हर्स अथवा डार्क हर्सको कुरा गरिन्छ नि, जुनसुकै टिमलाई पनि फाल्न सक्छ अथवा अनएक्सपेक्टेड रिजल्ट निकाल्न सक्छ भन्ने टिम हो र नर्वेले धेरै समयपछि वर्ल्ड कप क्वालिफाई गरेको छ। त्यो पनि यति धेरै ट्यालेन्टेडहरू र यति धेरै एक्सपिरियन्स भएका प्लेयरहरू छन्, वर्ल्ड क्लास प्लेयरहरू छन्, जहाँ अर्लिङ हल्यान्ड आफै छन्, ओडेगार्ड छ, सोलार छ, त्यसपछि लिएर अस्ति बोडो ग्लिम्स भन्ने जस्तो त्यस्तो टिम जुन तरिकाले डोमिनेट गरिरहेको थियो, जुन तरिकाले आफ्नो च्याम्पियन्स लिगमा पनि जुन तरिकाले त्यति सानो टिम त्यहाँसम्म जुन तरिकाले आफ्नो तय गरेको थियो त्यसमा खेल्ने सबै नर्वेका प्लेयर छन् र अन्य पनि छन्। त्यो हिसाबले गर्दा चाहिँ नर्वे निकै राम्रो देखिरहेको छ र यो नर्वे र अनि त्यसपछि किलियन एम्बापे र अर्लिङ हल्यान्डको एउटा ब्याटल देखिने भएको कारणले गर्दा पनि एकदमै एक्साइटिङ छ। त्यसपछि सेनेगलको कुरा गर्नुहुन्छ भने रिसेन्टली एउटा अफ्रिकन च्याम्पियन र राम्रो दावेदार र अफ्रिकन साइडबाट चाहिँ राम्रो कम्पिटिसन दिन सक्ने टिम छ। द्याट्स ए ग्रुप स्टेजमा पनि एकदमै राम्रो कम्पिटिसन छ भने त्योभन्दा अघिल्ला फिक्चरहरू पनि फ्रान्सको लागि निकै गाह्रो हुनेवाला छन् र राम्रो एउटा छ र त्यसको बारेमा हामी पछि छलफल गर्नेछौँ र यो चाहिँ रह्यो ग्रुप स्टेजको कुरा। त्यसपछि कुरा गरौँ अफिसियल स्क्वाडमा चाहिँ को रहेका छन् त्यसको बारेमा चर्चा हामी गरौँ, जसमा रहेको छ फ्रान्सको अफिसियल स्क्वाडमा चाहिँ गोलकिपर रहेको छ माइक माइगन, त्यसपछि साम्बा र राइजे गरेर चाहिँ तीनवटा गोलकिपर रहेका छन्। त्यसपछि डिफेन्डरमा रहेका छन् डिजाइन, त्यसपछि मालो गुस्टो, लुकोस अन्डान्डेस, थियो अन्डान्डेस, कोनाटे, जुल्स कुन्डे, विलियम सालिबा, उपामिकानो र लाक रोच भन्ने छ है। प्रोनाउन्सिएसन हल्का गलत भएपछि माफ गर्नु होला, कन्सिडर गरेर हेर्नु होला। अनि मिडफिल्डरमा रहेको छ एङ्कोलो कान्टे, मानु कोने, अनि एन्ड्री ऱ्याबियो, चुआमेनी, त्यसपछि लिएर जाइरे एम्ब्री रहेका छन् मिडफिल्डरमा। त्यसपछि अट्याकरको कुरा त यार अब कोही बोल सक्ता है त भन्ने अवस्थामा रहेको छ र जसमा हेर्न सक्नुहुन्छ बार्ली बार्कोला छ, रायन सेर्की छ, के अरे डिजिरे डुए छ, त्यसपछि डिम्बेले छ, अनि त्यसपछि फिलिप माटेटा छ, अनि किलियन एम्बापे छ, माइकल ओलिसे छ भने मार्कस थुराम छ। यो चाहिँ रह्यो अफिसियल स्क्वाड र यहाँबाट पनि केही कुराहरू चाहिँ एकदमै जुन चाहिँ मिस हुनुहुन्थेन यार, मिस भयो भन्ने खालको पनि केही कुराहरू छ, त्यसको बारेमा चर्चा गरौँ। जसमा रहेका छन् कामाभिङ्गा यो पटक पर्न सकेनन्, त्यसपछि थुराम रहेन, टोलिसो रहेन, कोलोमुहानी रहेन, यो चाहिँ खर्पिन थुराम भन्ने होइन, फेरि त्यो मार्कस थुराम होइन, मार्कस थुराम त छ है फेरि, अनि कुर्पिन भयो, अनि त्यसपछि लेपलु काललु भन्ने छन् है। यी मध्येमा चाहिँ सबैभन्दा बिग नेमको कुरा गर्ने हो भने कामाभिङ्गा र कालो मुहानीको कुरा आउँछ र
थुरामको कुरा पनि आउँछ भने टोलिसिसो पनि आउँछ। यिनले चाहिँ योभन्दा पहिला पनि आफ्नो नेसनलमा चाहिँ ठाउँ बनाइसकेका थिए र यो पटक चाहिँ परेनन् होइन। सबैभन्दा ठुलो कुरा कामाभिङ्गा जो चाहिँ रियल म्याड्रिडको स्टार प्लेयर होइन, त्यो प्लेयर नपर्दाखेरि अभियसली चर्चा पनि भएको थियो र अभियसली मिसिङ पनि भइनेछ। र यो पटक जुन कामाभिङ्गाको फर्म थियो, जुन तरिकाको प्लेइङ स्टाइल थियो, त्यो हिसाबले गर्दा फ्रान्सको जुन तरिकाको क्वालिटी थियो त्यो हिसाबले गर्दा डिजर्भ थियो जस्तो मलाई चाहिँ लाग्दैन। द्याट्स अनफेयर चाहिँ होइन, बट मिसिङ चाहिँ भइहाल्छ नै होइन, त्यति चाहिँ थियो यो स्क्वाडबाट मिसिङ भएको। त्यसपछि कुरा गरौँ डिडर डिस्क्याम्सले अब यो स्क्वाडलाई कसरी म्यानेज गर्छ र डिडर डिस्क्याम्सको प्लेइङ स्टाइल कस्तो छ र हल्का भए पनि ट्याक्टिकल कुराहरू गरौँ। र डिडर डिस्क्याम्सले अस्ति भर्खरै यस्तो गरेर फ्रान्सलाई म्यानेज गरेको होइन, 2012देखि म्यानेज गर्दैछ र 2012देखि 2026सम्म पुग्दासम्म उसले 3टा वर्ल्ड कप त अलरेडी खेलिसकेको छ, 2014, 2018, 2022 र 2018 फाइनल उठायो नै, त्यो कुरा हामी भुल्नै सक्दैनौँ। अनि 2022को वर्ल्ड कपको फाइनल त हामी कसरी भुल्न सक्छौँ र त्यो पनि एकदमै मेमोरेबल थियो र यसरी एकदमै मतलब हुन्छ नि एउटा मेमोरेबल जर्नी एकदमै जिउन लगाएको छ। र डिस्क्याम्सको यो समयमा आएर चाहिँ आउटडेटेड भयो, हल्का यो कुरालाई वर्कआउट गर्न सक्दैन भन्ने अझै पनि मान्छेले गरिरहेको छन्, तर उनले ब्याक टु ब्याक यार 2टा वर्ल्ड कपमा यसरी डोमिनेट गरायो कि जुन कुरै छोडिदिनुहोस्। हो फाइनलमा 2022मा जुन तरिकाले मेस्सीले उठायो त्यो छुट्टै कुरा, तर फाइनलसम्म त पुगाएको थियो नि। र यो सिजनमा पनि तपाईँको उसको चोइसको कुरा गर्नुहोस्, हरेक कुरा हेर्नुहुन्छ भनेपछि यो पटक पनि 2026मा पनि फाइनलसम्म नपुगाउला भन्ने छैन र फाइनल पनि नउठाउला भन्ने छैन। जुन यो स्क्वाड छ, जुन डिडर डिस्क्याम्सको जुन तरिकाको वर्ल्ड कपको एक्सपिरियन्स छ, त्यो हिसाबले गर्दा जे होस् राम्रै गर्छ जस्तो चाहिँ मलाई लाग्छ र उसको एक्सपिरियन्स सबै राम्रोसँग थाहा छ र फ्रान्सको नसा प्लेयरहरूको बारेमा पनि थाहा छ। द्याट्स वाइ हामीले एक्सपिरियन्स ल्याएको छ दुनियाँ भन्ने कुनै पनि एक्सक्युज छैन म्यानेजरको साइडबाट। त्यसपछि यसको प्लेइङ स्टाइलको कुरा गर्नुपर्दा पहिलो कुरा डिफेन्स पार्टको कुरा गरौँ, डिफेन्स र जिकेको कुरा गर्नुहुन्छ भने स्विपर किपरको युज गरिन्छ, जुन कि ब्याक बिल्डअप गर्न सक्ने गोलकिपरको चाहिँ युज गर्छन् डिस्क्याम्सले। त्यसपछि डिफेन्सको कुरा गर्नुहुन्छ भने जब चाहिँ अपोनेन्टको हातमा बल हुन्छ त्यो समयमा चाहिँ 4-4-2 को सेपमा भएर खेल्छ, जब चाहिँ आफू काउन्टरमा जान्छ ब्याक 3मा झरेर चाहिँ जहाँ चाहिँ अगाडि स्ट्राइकर एउटालाई फ्री पारेर चाहिँ त्यस्तो टाइपको चाहिँ डिफेन्स गर्छ, यानि कि ब्याक 3 गर्छ र जहाँ चाहिँ विलियम सालिबा जस्तो वाइड भएर खेल्न सकिने डिफेन्डरलाई युज गर्छ। त्यो हिसाबले गर्दा डिफेन्डरलाई कम्प्याक्ट पनि राख्छ र क्विक काउन्टर परेको बेलापछि फुलब्याकहरूलाई पनि युज गर्न सक्छ। र तर जहाँ चाहिँ ब्याक 3 भएको बेला चाहिँ मिडफिल्डलाई पनि डिफेन्समा चाहिँ युज गर्न सक्छ। जस्तै मानौँ न र्याबियो स्टार्ट गराएको छ भने जहाँ चाहिँ थियो हर्नान्डेज चाहिँ अट्याकिङमा गएको बेला चाहिँ र्याबियोलाई चाहिँ के भन्छ राइट ब्याक अथवा फुल ब्याकमा झारेर चाहिँ उसले चाहिँ खेलाउने चाहिँ एउटा त्यस्तो टाइपको चाहिँ डिफेन्सको अप्रोच राख्छ। त्यसपछि मिडफिल्डको कुरा गर्नुहुन्छ भने मिडफिल्डमा एउटा सिडिएम हुन्छ जसले चाहिँ गेमको टेम्पो कन्ट्रोल गरोस्, जसले चाहिँ डिफेन्ससँग पनि एउटा कम्प्याक्ट राखोस् र त्यसपछि लिएर अगाडिको अट्याकर अथवा केमसँग पनि सम्बन्ध राखोस्, त्यस्तो टाइपको चाहिँ एउटा सिडिएमलाई प्रयोग गर्छन्। त्यसपछि अर्को एउटा मिडफिल्डर, त्यस्तो मिडफिल्डर जो प्रोग्रेसिभ र त्यसपछि लिएर प्रेसिङमा चाहिँ धेरै गर्ने, जहाँ चाहिँ धेरै जसो फुटबल टिमहरूमा तपाईँहरूले देख्नुभएको होला अगाडिको फ्रन्ट 3ले चाहिँ प्रेसिङ गरिरहेको अथवा फ्रन्ट 2ले चाहिँ प्रेसिङ गरिरहेको अथवा फ्रन्ट लाइनमा भएको प्लेयरले प्रेसिङ गरिरहेको देख्नुभयो होला, तर किलियन एम्बापेले कहिले पनि प्रेसिङ गर्दैनन्। द्याट्स वाइ उनले चाहिँ मिडफिल्डर यस्तो राख्छन् कि जसले चाहिँ प्रोग्रेसिभ पनि गरोस् र ब्याकमा चाहिँ प्रेसर पनि उस्तै एड गर्न सकोस्, त्यस्तो टाइपको मिडफिल्डर युज गर्छन् र जसको लागि उनले सिलेक्सन पनि गरेका छन् र ब्याकअपको रूपमा पनि ल्याएका छन्। र यो तरिकाको चाहिँ उनको मिडफिल्डको चाहिँ हुन्छ र डबल पिरियडमा भएर खेलाउने गर्छन् र डबल पिरियडमा हुँदा उनको चाहिँ 4-2-3-1मा जान्छ, जहाँ चाहिँ किलियन एम्बापे फ्री हुन्छ र विङ्गरको प्रेसिङ र त्यसपछि लिएर क्यामको प्रेसिङ र त्यसपछि लिएर जो चाहिँ एउटा मिडफिल्डरले पनि प्रेसिङमा एड गराउँछन्। यसरी चाहिँ उनको मिडफिल्डको रोल हुन्छ। त्यसपछि अट्याकरको कुरा गर्नुहुन्छ भने अट्याकर पुरै फ्री रोल हुन्छ, जो चाहिँ एउटा सेन्ट्रलाइज हुँदैन। जस्तै मानौँ न सेन्टर फरवार्ड छ भने सेन्टर फरवार्डमा मात्र खेल्नुपर्छ भन्ने छैन, विङ्गर छ भने विङ्गरमा मात्र खेल्नुपर्छ भन्ने हुँदैन, उनीहरूको ट्रान्जिसनमा जान्छ। अहिले जस्तै तपाईँको डिम्बेलेको कुरा गर्नुहोस्, डिम्बेलेले जुनसुकै पोजिसनमा खेल्न सक्छ, किलियन एम्बापेको कुरा गर्नुहोस् जुनसुकै पोजिसनमा खेल्न सक्छ, जहाँ ओलिसेको कुरा गर्नुहोस् यिनीहरू सबै चाहिँ क्याम नम्बर 9 अथवा विङ्गर अथवा प्रोपर नम्बर 9 भएर चाहिँ खेल्न सक्ने हो। र यो टाइपको चाहिँ उनले काउन्टर अट्याक अथवा अट्याकिङ गराउँछन् र फुलब्याकको युज गर्छन्। यो तरिकाको चाहिँ उनको चाहिँ प्लेइङ स्टाइल छ। र यो भइसकेपछि अब उनको चाहिँ सिलेक्सन कस्तो छ त त्यसको बारेमा कुरा गरौँ र इच एन्ड एभ्री पोजिसनबाट खेलाउँदै जाउँ। सबैभन्दा पहिला कुरा गरौँ गोलकिपर, जो माइगन भन्ने प्लेयर जो चाहिँ अहिले एसी मिलानमा खेलिरहेका छन् र जसले एसी मिलानमा प्रुभ पनि गरिसकेका छन् भने अहिलेका चाहिँ फ्रान्सका चाहिँ मेन
गोलकिपर हुन् र जसको रेकर्ड सेकर्ड हेर्ने हो एक्सपिरियन्स हेर्ने हो भने धेरै राम्रो छ र जसलाई मतलब आउटस्ट्यान्डिङ ओल्ड क्लास गोलकिपर त भन्न मिल्दैन। फ्रान्सको मेन गोलकिपर गइसकेपछिको मेन गोलकिपर सम्हाल्दै आइरहेका छन् र आफूलाई प्रुभ पनि गरेका छन् केही समयमा र यो पटक भने उनले आफूलाई सो गर्ने टाइम पनि हो र द्याट चाहिँ म खत्रै टाइपको त भन्दैन, ठिकठाकै टिमलाई सम्हाल्न सक्छ भन्ने टाइपको चाहिँ गोलकिपर लिन्छु। तर डिस्क्याम्सको जुन प्लेइङ स्टाइल छ त्यसमा चाहिँ फिट हुने, जहाँ स्विपर किपरको कुरा गर्नुहोस् या त ब्याक बिल्डअपको कुरा गर्नुहोस् र जुन चाहिँ पासिङको कुरा गर्ने हो भने माइगनको पनि धेरै राम्रो देखेको छु। त्यसपछि राइजर जो चाहिँ एकदमै यङ ट्यालेन्ट, यो त एकदमै सकिङ टाइपको गोलकिपर पनि थियो, 21 वर्षको भर्खरको केटा र यसलाई चाहिँ एउटा फ्युचर स्टार अथवा यो पटक चाहिँ वर्ल्ड कपको एक्सपिरियन्स लिनको लागि मात्र ल्याएको जस्तो लाग्यो र यसलाई चाहिँ खासै एज अ सेकेन्ड गोलकिपरको रूपमा पनि युज गर्छ जस्तो मलाई लाग्दैन। त्यसपछि साम्बा रेनिजमा अहिले खेलिरहेको छ र रेनिजमा जुन अहिले स्थानमा छ, जुन चाहिँ लिग वानमा जुन तरिकाको कम्पिटिसन थियो त्यसमा चाहिँ साम्बाको ठुलो हात छ र कति म्याचहरू क्लिन सिट पनि गरेको छ र राम्रो छ। हाइटको कुरा गर्नुहुन्छ भने पनि 6.2 कति इन्च र प्रिमियर लिग जस्तो टप कम्पिटिसन पनि फेस गरेछ। द्याट चाहिँ एउटा ब्याकअप गोलकिपर पनि हेर्ने हो भने धेरै राम्रो छ चाहिँ मलाई चाहिँ लाग्छ है। त्यसपछि कुरा गरौँ डिफेन्सको, र डिफेन्सको कुरा गर्नुहुन्छ भने पनि अहिलेका जुन फ्रान्सका डिफेन्स छन्, जुन डिफेन्सहरूलाई तपाईँले अहिलेको या त फर्मको हिसाबले कुरा गर्नुहोस् या त मार्केट भ्यालुको हिसाबले कुरा गर्नुहोस् या त पर्फर्मेन्सको हिसाबले कुरा गर्नुहोस्, तपाईँले टप 5 भित्र राख्न मिल्ने चाहिँ डिफेन्डरहरू रहेका छन्। जहाँ विलियम सालिबाको त अहिले मैले भने नि आर्सेनललाई जहाँ जस्तो अवस्थामा छ या त प्रिमियर लिगको टेबलको टपमा छ अथवा आर्सेनललाई जुन तरिकाको एउटा डिफेन्सको डेडलकको एउटा ट्याग दिएको छ त्यसको सबैको एउटा खम्बाको रूपमा उभिएको हो सालिबा। जहाँ सालिबाको कुरा गर्नुहुन्छ भने उसको पोजिसनलाई लिएर कहिले पनि कम्प्लेन आउँदैन, ग्रेट पोजिसनिङ। जहाँ वाइड पोजिसनमा खेलाउँछ भने नि खेलिदिन्छ, न्यारो पोजिसनिङमा खेलाउँछ भने नि खेलाउँछ र पोजिसनलाई एकदमै खतरा खेलिदिन्छ र बिल्डअप डिफेन्सको रूपमा अति चिनिन्छ। त्यसपछि लिएर उसको एरियल डुअल पनि मास्टर क्लास छ, मास्टर क्लास जुन कुरै छोडिदिनुहोस्। अनि त्यसपछि डिसिजन मेकिङ र काम कम्पोज पनि रहेको छ। द्याट्स चाहिँ डिफेन्स सालिबा हुनु भनेको फ्रान्सको लागि निकै राम्रो कुरा हो। जति चर्चा चाहिँ अट्याकर भइरहेछ डिफेन्सको पनि त्यत्तिकै चर्चा गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यसपछि अर्को छन् कोनाटे। अभियसली पहिलो वर्षसम्म कोनाटेको हाइप कति थियो हामी सबैलाई थाहा छ, रियल म्याड्रिडसँग पनि कुरा जोडिएको थियो। तर अहिले अब लिभरपुलमा रिजल्ट आइरहेको छैन, त्यति भएर पनि मान्छेले खास गनिरहेको छैन। तर फिजिकल ब्याटल र ट्याकलको मास्टर हो, फिजिकलको त मोनस्टर हो भन्दा फरक नपर्ला। र यसरी एउटा चाहिँ काम कम्पोज बिल्डअप र अर्को चाहिँ फिजिकल ब्याटलमा चाहिँ डिस्ट्रोय भएको, जहाँ चाहिँ एउटा डिफेन्स पियर हुन्छ भने त्योभन्दा अरू एक्सेप्सनल के चाहिन्छ। त्यहीँनिर अर्को एड हुन्छन् उपामिकानो, जो चाहिँ बायर्न म्युनिकको खम्बा र अहिलेको समयमा बायर्न म्युनिक कहाँसम्म पुगेको थियो र कस्तो खेलिरहेको थियो त्यसको एउटा पार्ट हुन् उपामिकानो। र उपामिकानोको स्पिडको कुरा गर्नुहुन्छ भने खतरा छ, भनेको मतलब यी तिनटै डिफेन्डरमा फरक फरक क्वालिटी छ। द्याट्स चाहिँ डिफेन्स कति कम्प्याक्ट छ भन्ने कुरा आफै बुझ्न सक्नुहुन्छ। तर उपामिकानोको चाहिँ हल्का डिसिजन मेकिङमा भने कता न कता ल्याग देख्छु, डिफेन्स पनि अति नै सोलिड रहेको छ। त्यसपछि फुलब्याकको कुरा गर्नुहुन्छ भने अभियसली त्यति खतरा हाइप क्रिएट गरेका छैनन्। जहाँ चाहिँ थियो हर्नान्डेजको कुरा गर्नुहुन्छ भने अहिले अलिलालमा खेलिरहेको छन्, भवालै गरिरहेको छन्, भवालै छन्। जुन चाहिँ डिस्क्याम्सको जुन प्लानको कुरा गरेको थियो फुलब्याकको युज गर्ने जुन थियो हर्नान्डेज क्रेजी छन्। त्यसपछि लिएर राइट ब्याकमा कुरा गर्नुहुन्छ भनेपछि तपाईँको जुल्स कुन्डे छ, मालो गुस्टो छ, यी दुइटै यङ ट्यालेन्ट छन् र छन्। यिनीहरू पनि सक्यो भनेपछि बब्बाल एक्सपिरियन्स छ उसमा युरोपियन कम्पिटिसनहरूमा, त्यो हिसाबले गर्दा यिनीहरूले पनि राम्रो गर्ने अपेक्षा छ। र द्याट चाहिँ डिफेन्स पनि अति नै कम्प्याक्ट छ फ्रान्सको, र डिफेन्समा पनि केही खोट देखाउनु पर्ने अवस्था छैन। र त्यही मैले अघि भने नि एउटा डिसिजन मेकिङमा चाहिँ उपमिगानो चाहिँ स्टार्ट गरायो भने कता न कता ल्याकअप देख्न सक्नुहुन्छ। अरूमा चाहिँ म खासै त्यति धेरै फरक देख्दैन। त्यसपछि मिडफिल्डमा आउँ, मिडफिल्डमा म सबैभन्दा प्लस पोइन्ट भन्छु यो पटक एङ्कोलो कान्ट्रीलाई ब्याक गर्नु भनेको डिस्क्याम्सले आफ्नो प्लानलाई सक्सेस गर्नु हो। र एङ्कोलो कान्ट्रीलाई जो प्रेसिङ मोनुस्टरको रूपमा हेरिन्छ र प्रोग्रेसिङ मोनुस्टरको रूपमा हेरिन्छ। र यो इभन अहिले साउदीमा गए, यता कता अहिले कता कता टर्कीको लिग कतातिर खेलिरहेको छ, यो भए पनि उसको वर्क रेट हेर्नुहुन्छ भने अहिले पनि स्टिल उसले दिइरहेको छ, प्रोड्युस गरिरहेको छ। द्याट चाहिँ ऊ स्टार्टर नहोला, ऊ त फुल टाइम खेल्ने एउटा मिडफिल्डर नहोला, बट जब ब्याकअपको कुरा आउँछ, जब चाहिँ एक्सपिरियन्सको कुरा आउँछ, तब एङ्कोलो कान्टे इज द खतरा हुनसक्छ है। स्टिल अहिले पनि ऊ एउटा की प्लेयर बन्न सक्छ फ्रान्सको लागि। त्यसपछि यो समयको मेन मिडफिल्डर रहेको छ चुआमेनी। चुआमेनी कति भर्सटाइल छ, चुआमेनीको डिफेन्सिभ वर्क रेटको कुरा गर्नुहोस् या त गेमको टेम्पोको कुरा गर्नुहोस्, र त्यसपछि लिएर
बल रिकभरीको कुरा गर्नुहोस् कति स्पेसल छ भन्ने कुरा त्यो हामीलाई थाहा छ, किनभने रियल म्याड्रिडमा कति फलो गरेका छन् थाहा छ। अभियसली कुनै बेलामा अप्स डाउन कहिले चल्यो होला, तर अहिलेको समयमा हेर्ने भने ऊ एकदमै एक्सेप्सनल छ र फ्रान्सलाई मिडफिल्डमा कतिसम्म जोगाउने चाहिँ टोटल्ली डिपेन्ड चाहिँ चुआमेनीमा गर्नेवाला छ। र त्यसपछि अर्को रहेका छन् ऱ्याबियोले पनि राम्रो गरिरहेको छन्, एक्सपिरियन्स छ, हरेक कुरा छ, सबै ठिकै छ, तर त्यति मतलब ओल्ड क्लास चाहिँ म दिँदैन, त्यति खतरा छ म भन्दैन, तर जोस् अहिलेलाई धान्न सकिने अवस्थामा छ। त्यसपछि लिएर जायर एमेरी पनि छ। एमेरीले पनि अस्ति अब बायर्न म्युनिखसँग खेल्दा कस्तो खेलेको थियो तपाईँहरू सबैलाई अवगत नै छ, र त्यो प्लेयर पनि एकदमै ओल्ड क्लास र एकदमै खतरा छ, र यो प्लेयरले यो पटक चाहिँ डेन्जरै गरिदिन्छ मलाई जस्तो लाग्छ, र यो पटक चाहिँ फ्रान्सको स्क्वाडमा हेर्न लायकको एउटा प्लेयर बन्छ जस्तो लाग्छ। त्यसपछि मिडफिल्डमा हल्का कमी कमजोरी कता कता निकाल्न सक्नुहुन्छ, त्यसलाई मेकअप गर्नको लागि पनि डिस्केम्सले आफ्नो तर्फबाट हर प्रयास गरेका छन्, तर त्यहाँबाट पनि कमी कमजोरी निस्क्यो भने रायन सेर्कीसम्म मिडफिल्डरमा प्रयोग हुन सक्छ, तर त्यो भने पहिलाको स्टार्टिङ म्याचमा देख्नुहुन्न। तर यदि वर्कआउट गरेन डिस्केम्सको टिमले मिडफिल्डमा यदि स्ट्रगल गर्यो भने रायन सेर्कीसम्म युज हुन सक्छ, नत्र रायन सेर्की केमसम्म युज हुने प्लेयर हो र विङ्गरमा युज हुने प्लेयर हो, तर यदि भएन भने त्यसको लागि त्यहाँ ब्याकअप पनि छ। यानि कि मिडफिल्ड पनि ठिकठाकै छ। जुन तरिकाले मैले अघि डिफेन्सको कुरा गरेको छु, अट्याकिङको कुरा गरेको छु, त्यति चाहिँ मैले भर चाहिँ मिडफिल्डमा मान्दैन, तर मिडफिल्डलाई कम्प्याक्ट बनाउन सक्ने अप्सन चाहिँ डिस्क्यामसँग रहेका छन्। त्यसपछि कुरा गरौँ अट्याकर त कोही बोल सक्ता है क्या, कतिवटा अप्सन छन् जुन कुरा गरेर साध्य नै छैन क्या, होइन। किलियन एम्बापेलाई स्टार्ट गराउँछौ कि डिम्बेलेलाई स्टार्ट गराउँछौ कि तिमी डिजरे डुएलाई गराउँछौ कि ओलिसेलाई गराउँछौ कि बार्कोलालाई गराउँछौ, सबै यो समयका स्टार प्लेयर हुन्। रायन सेर्कीलाई गराउँछौ, सबै स्टार प्लेयर हुन्, र अट्याक नै सबभन्दा डेन्जर हो। र अट्याकिङ मैले अघि फ्री रोलको कुरा गरेँ, डिम्बेलेको कुरा गरेँ, यिनीहरू जुन तरिकाले खेलिरहेको छन् यो हिसाबले गर्दा डिस्केम्सको जुन प्लान छ त्यसलाई एक्जिक्युट गर्नको लागि यो अट्याकर जतिको केही पनि हुन सक्दैन, र म भन्छु सबैभन्दा खतरा नै अट्याकर हो। र जुन किलियन एम्बापेको कुरा गर्नुहुन्छ भने लालिगाको च्याम्पियन्स लिगको भन्दा हाइएस्ट गोल स्कोरर हो, र जो चाहिँ वर्ल्ड कप भन्ने बित्तिकै जसको भूत कति चढ्छ सबैलाई थाहा छ। डिम्बेलेको कुरा गर्नु ब्यालन डोर विनर, र यो पटक च्याम्पियन्स लिगमा अब बिग म्याचको लागि भइसकेको छ। अब अभियसली डिम्बेलेको जुन यो पटक पनि अप्स एन्ड डाउन चल्यो, तर चाहिने टाइममा ब्याक भइसकेको छ। हिजो अस्तिको म्याचमा हल्का बाहिर गएको थियो, तर त्यसले खासै इन्जोर्ड धेरै होइन जस्तो लाग्छ, र डिम्बेले त्यस्तै छ। डिजरे डुए ओलिसेको कुरा गर्नुहुन्छ भने त अहिलेको अब बुन्डेसलिगाको प्लेयर अफ द सिजन पाएको भनेको, मतलब यी प्लेयरहरूको कुरा गरेर के छ। अनि रायन सेर्कीको कुरा गर्नुहुन्छ भनेपछि एकदमै खतरा ट्यालेन्ट क्या, पुरै म्याजिकल बोयको रूपमा चिनिन्छ। द्याट्स चाहिँ एकदमै कम्प्याक्ट छ, र सबैभन्दा खतरा फ्रान्सको चाहिँ अट्याकर नै हो, र यो अट्याकरलाई कसरी युज गर्छ भन्ने हो। र अब यी प्लेयरहरूको तारिफ गरिसक्दा चाहिँ मेरो लागि चाहिँ यदि बेस्ट स्टार्टिङ 11 र स्टार्ट गर्न सकिने चाहिँ के हुनसक्छ। अभियसली गोलकिपरमा चाहिँ माइक माइगन हुनेवाला छन्, डिफेन्डरमा मलाई लाग्छ जुल्स कुन्डे राइट ब्याकमा रेगुलर स्टार्टर हुनेवाला छन्, र लेफ्ट ब्याकमा थियो हर्नान्डेज हुन्छन् जस्तो लाग्छ, र डिफेन्सिभ प्लेयर सालिबा र कोनाटे हुन्छन् जस्तो लाग्छ। उपामेकानोलाई चाहिँ जहाँसम्म लाग्छ ब्याकअपको रूपमा युज गर्छ जस्तो मलाई लाग्छ। मिडफिल्डरमा सिडिएममा हुनेवाला छन् चुआमेनी, र त्यसपछि लिएर सेन्टर मिडफिल्डर हुनेवाला छ ऱ्याबियो, र त्यसपछि लिएर अघि पनि मैले भनिहालेँ कान्टेलाई किन ल्याएको भन्ने कुरा अघि पनि एक्सप्लेन गरेको छु, ब्याकअपको रूपमा ल्याएको र ब्याकअपको राम्रो काम भने गर्नेछ। त्यसपछि अट्याकरमा कुरा गर्ने भनेपछि राइट विङमा ओलिसेलाई स्टार्ट गराउनेछ, र रायन सेर्की जो क्याम्पमा स्टार्ट गराउनेछ भने डिम्बेलेलाई चाहिँ लेफ्ट विङमा स्टार्ट गराउनेछ भने स्ट्राइकरमा एम्बाप्पेलाई स्टार्ट गराउनेछ। र यति स्टार्ट गराउँदा पनि बार्कोला डिजरे डुए जस्ता प्लेयरहरू अझै बाहिर रहन्छ, जहाँ मार्कस थुराम जस्ता प्लेयरहरू बाहिर रहन्छ भनेपछि आफै बुझ्नु सोच्नु चाहिँ यो टिम कति डेप्थ छ के छ भन्ने कुरा। र यो टिम सबै कुरा हेर्ने हो भने वर्ल्ड कप जित्न सक्छ भन्न चाहिँ हामीले अहिले सकिन्छ, तर पनि एउटा नकआउट चरणको गेम हो, हरेक कुरा हुन्छ, कस्तो फिक्सर पर्छ, कसरी पर्छ, कुन साइडबाट जान्छ त्यसमा पनि डिपेन्ड गर्छ, तर त्यो भएर हु नेभर नो। बट यो सिजनमा चाहिँ मलाई लाग्छ, मेरो लागि चाहिँ होइन, नम्बर 1 टिमै नै फ्रान्स हो, र अब यसलाई चाहिँ कसरी लिन्छ थाहा छैन। के तपाईँलाई लाग्छ यो टिमले चाहिँ वर्ल्ड कप 2026लाई थ्रेट गर्ला या नगर्ला, अथवा किलियन एम्बाप्पे गोल्डन बुट पुनः जित्लान् या नजित्लान्, र त्यसपछि लिएर हेर्नको लागि र यो फ्रान्सले पनि हिस्टोरी बनाउन लागि धेरै कुराहरू छन्, जुन ब्याक टु ब्याक थर्ड टाइम फाइनल पुग्ने चान्सेस छ। त्यसपछि किलियन एम्बाप्पेले चाहिँ हाई स्कोर कम्प्लिट गर्नेछ। त्यसपछि लिएर रायन सेर्की, मेरो एमरी, ओलिसे जस्ता प्लेयरहरूले चाहिँ आफ्नो एउटा छुट्टै छवि बनाउने मौका पाएका छन्। द्याट्स चाहिँ फ्रान्सको टिमलाई हेर्न भने निकै नै मजा आउनेवाला छ। त्यसपछि यो चाहिँ रह्यो फ्रान्सको स्क्वाडको बारेमा हरेक कुरा, र त्यसपछि नेक्स्ट भिडियो चाहिँ कसको बनाऊँ कमेन्टमा गएर कमेन्ट गर्नु होला। यस्तै भिडियोको लागि सब्सक्राइब गर्नु भने नभुल्नु होला। थ्याङ्क यू।